हेलो गाइज, यो चाहिँ लाइट हाउस हो। माखाले लास्टै हैरान पार्नु रहेछन्। यो लाइट हाउस अलिक सानोवाला रहेछ, खासै ठुलोवाला लाइट हाउस चाहिँ रहेनछ। कत्रो छ भनेपछि यति सानो, यतातिर समुद्र। माखा यस्तो लाग्ने रहेछ, लास्ट माखा। हाम्रो दुईजना टोलीहरू अगाडि गइसकेका छन् अनि सेल बीच क्याम्प ग्राउन्डमा रे हामी जान लाग्यो। त्यहाँ पनि एउटा आइल्यान्ड जस्तो देखिन्छ। माखा त साह्रै माखा। हामीले फिल्महरूमा उसमा हेरेको भन्दा त अलिक सानो सानो रहेछ। फिल्महरूमा त अलिक ठुल्ठुलो देखिन्थ्यो, सानो पित्रिङ। टिकटामा आउँदै हुन्छ कहाँ यस्तो बबाल बबाल सिन छ गाइज। यहाँ सिसा जस्तो टल्किन्छ भने लास्ट माखा लागेको छ यार। तपाईँको त छैन मेरोमा पनि। यो ढुङ्गा हो कि सिसा हो? ढुङ्गा रहेछ, यो मार्बल रहेछ। यस्तो टल्किन्छ यो गाइज। ए सिसा जस्तो टलक्क टलक्क सिसै जस्तो मान्दिनँ, तर खोलेर हेर्दाखेरि म त ठुलै मानको त्यो फिल्महरूमा हुन्छ नि लाइट हाउस। फाइनल गाइज लाइट हाउसमा आइपुग्यो अनि कस्तो पाराले